धेरै समय अगाडि एउटा बाँदर नदीको किनारामा रहेको जामुनको रुखमा बस्थ्यो। ऊ एक्लै बस्थ्यो तर निकै खुसी थियो। एक दिन नदीबाट एउटा गोही बाहिर आयो। ऊ रुख नजिक आएर बाँदरसँग भन्यो कि ऊ धेरै टाढाबाट आएको छ र निकै भोकाएको छ। दयालु बाँदरले उसलाई केही जामुनका फलहरू दियो। गोहीले धन्यवाद दियो र फेरि भेट्न आउन पाइन्छ कि भनेर सोध्यो। तिमी जहिले पनि आउन सक्छौ, बाँदरले भन्यो। त्यसपछि गोही हरेक दिन आउन थाल्यो। दुवैले सँगै जामुन खान्थे र धेरै कुरा गर्थे। गोहीले बाँदरलाई आफ्नो श्रीमती नदीको अर्को किनारमा बस्छिन् भनेर बतायो। उदार बाँदरले गोहीलाई उसको श्रीमतीका लागि पनि धेरै जामुन टिपेर दिन्थ्यो। गोहीकी श्रीमतीलाई जामुन धेरै मन पर्थ्यो, तर उसलाई आफ्नो श्रीमान बाँदरसँग धेरै समय बिताउँछ भन्ने कुरामा डाहा लाग्न थाल्यो। उसले सोचिन्, यदि बाँदर यस्ता मिठा जामुन खान्छ भने उसको मुटु त झन कति मिठो होला। त्यसपछि उसले चाल चलिन्। उसले बिरामी परेको नाटक गरिन् र गोहीलाई भनिन्, डाक्टरले भनेका छन् कि म निको हुन बाँदरको मुटु खानुपर्छ। आफ्नो श्रीमतीलाई बचाउन गोही दुविधामा पर्यो। ऊ आफ्नो साथीलाई मार्न चाहँदैनथ्यो, तर श्रीमतीलाई पनि गुमाउन चाहँदैनथ्यो। अन्ततः गोही बाँदर कहाँ गयो र उसलाई आफ्नो घरमा आउन निम्तो दियो। बाँदर खुसी हुँदै राजी भयो। गोहीले उसलाई आफ्नो ढाडमा राखेर नदी पार गराउन थाल्यो। नदीको बीचमा पुगेपछि गोही बिस्तारै पानीमा डुब्न थाल्यो। डराएको बाँदरले सोध्यो, के भयो? गोहीले भन्यो, म तिमीलाई मार्न चाहन्छु। मेरी श्रीमतीलाई बाँदरको मुटु चाहिएको छ। बाँदर छक्क पर्यो, तर उसले छिट्टो बुद्धि चलायो। उसले भन्यो, यदि त्यसैले तिमीकी श्रीमती निको हुन्छन् भने म मेरो मुटु दिन तयार छु। तर मैले मेरो मुटु त रुखमै छोडेर आएको छु। मलाई फर्काएर लैजाऊ, म ल्याउँछु। गोहीले उसको कुरा विश्वास गर्यो र तुरुन्तै फर्कियो। रुख नजिक पुग्ने बित्तिकै बाँदर हाम फालेर माथि चढ्यो। सुरक्षित भएपछि उसले तल हेरेर भन्यो, अब तिमी आफ्नो मूर्खता लिएर फर्क। तिमीले आफ्नो साथीलाई मार्न खोज्यौ र फेरि मेरो कुरा पनि विश्वास गर्यौ। तिमी संसारकै सबैभन्दा ठूलो मूर्ख हौ। गोही लज्जित हुँदै त्यहाँबाट फर्कियो। शिक्षा: बुद्धिमान शत्रु मूर्ख साथीभन्दा राम्रो हुन्छ। यदि तपाईलाई यस्ता रमाइला र शिक्षामूलक कथाहरू मनपर्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्, साथै बेल आइकन पनि थिच्नुहोस्। धन्यवाद। फेरि भेटौँला अर्को रमाइलो कथासँग।